गुड मर्निङ है सरहरू। गुड मर्निङ कस्तो फिल भइरहेछ आज हामी कहाँ जाँदै हो? आज हामी तारेभिरसम्मको हाम्रो शनिबार हाइक। अनि भान्जा के छ? ठिकठाकमा हो, यसो हल्का थकाइ लागेको अनुभव भइरहेछ है। हामी अब ठिक छ। अनि हाम्रो यता भतिज हुनुहुन्छ, के छ त कान्छा? एकदम ठिक छ। अलिक गाह्रो भइरहेछ जस्तो छ कान्छालाई। छैन नि क्या गाह्रो है। आजको हाम्रो एकदम मौसम एकदम राम्रो छ, मौसमले साथ दिइरहेको छ। आज हामी 4 भाइ छौँ तारेभिरबाट। माथि के भन्छ त्यो ठाउँको नाम? के कुन ठाउँसम्म हो हामी जाँदै आज बेला? हाम्रो टार्गेट चाहिँ नेगी गुम्बा हो। नेगी गुम्बा। लेट्स सी कस्तो हुन्छ है। तारेभिरको बाटो चाहिँ यस्तो राम्रो, एकदम राम्रो छ। हाइकिङ चाहिँ यो चाहिँ एकदम वान अफ द बेस्ट नै भन्छ। हरियाली, साथीहरू अगाडि हिँड्दै हुनुहुन्छ। हामी अझ 6-7 जना आउने प्लानिङ थियो, तर साथीहरू आफ्नै पर्सनल कामले गर्दा चाहिँ 2-3 जना साथीहरू चाहिँ हामीसँग आज हाम्रो हाइकिङमा सहभागी हुन सक्नु भएन। नेक्स्ट टाइम चाहिँ आउनुहुन्छ होला साथीहरू, आई होप सो। के हुन्छ अरे भान्जा? संसारमा मान्छेलाई सबभन्दा नराम्रो लाग्ने भनेको कुरा आफ्नै स्वर हो क्या मामा। आफ्नै आवाज है? आफ्नै आवाज होला, मलाई त्यस्तै लाग्छ। मेरो आवाज चाहिँ तपाईँले त्यो भन्नु पनि, तर मान्छेलाई कसैले पनि आफ्नो स्वरदेखि मेरो स्वर कस्तो भन्नु। सही हो। लाएन न भाइ, आना केटाहरू खतरा रहेछ। पुतुले पो बढिया। हामी चाहिँ अलमोस्ट अब नागी गुम्बाको छेउमा आइपुग्यौँ। साथीहरू घाममा एकदम दामी। घाममा साथीहरू पुरा है भन्छ कडा भइरहेछ, कडा घामले। भतिज थाके सर्को चिसो। पाइपमा पानी छ नि त। दामी छ, दामी। ल सबैजना एकदम पसिना चाहिँ एकदम धेरै बगायौँ हामीले। बाटो चाहिँ यस्तो छ, नागी गुम्बा जाने यस्तो बाटोमा हिँड्नुपर्छ। एकदम राम्रो छ हिँड्नुको लागि चाहिँ, हिँड्नेलाई एक्सर्साइज गर्नेलाई चाहिँ। जङ्गलको बाटो, खानेपानी यहाँबाट लगेर छ, खानेपानीको पाइप। एक्लै आउनु चाहिँ अलिक गाह्रै रहेछ। यहाँ टिममा साथीहरूसँग आउनु चाहिँ रमाइलो। त्यही 40 मिनट लाग्ला हो। त्यसै 40 मिनट होला।
रमाइलो है ठाउँ चाहिँ 11 बजे छ काठमाडौँ एयरपोर्ट यहाँबाट यति देख्दा 10 किलोमिटर हो एयरपोर्ट यहाँबाट यहाँ एयरपोर्ट देखिरहेको छ मेरो हात दुख्छ त्यति मुलमुल कति भन्नुभयो 21 किलोमिटर हिँड्यो 21 किलोमिटर हिँडेर अहिले हामी यहाँ आइपुगेका छौँ 22,792 अहिले हिँड्यो मेरोले चाहिँ के भन्छ भने 23,270 म अलि बढी 16.5 किलोमिटर हिँड्यो जम्मा सबै क्यालकुलेटर त 3 घन्टा 35 मिनट हिँड्यो 3 घन्टा 35 मिनट अनि कति किलोमिटर भन्नुभयो आज मेरो मात्रै 16.5 किलोमिटर आयो मेरोमा 21 16-21 त्यत्रो डिफ्रेन्ट त नहुनु पर्ने 21 किलोमिटर समथिङ त्यस्तो चाहिँ हामी अनि तारेभिर पुगेर तारेभिरबाट चाहिँ सुन्ताखान यस्तो छ मेरो डिभाइस यसरी हिँड्यो ल साथी हो सेलक्क थाक्यौँ बिहान ब्रेकफास्ट मात्र खाएर हिँडेको सेलक्क भन्दा अनि लन्च खाउँ भनेको कुनै पनि ठाउँ खासै गतिलो भेटिएन माथि बलेर अनि ढेँडो खाने भने बलेर ढेँडो बलेर ढिँडो पनि भएन त्यही भएर अब यतातिर यस्तो आजको हाइकिङ पनि यस्तै भयो सम्झना बहिनी भयो ल है बाइ बाइ अब अर्को भिडियोमा भेटौँ ल सी यू बाइ बाइ एभ्रीवन वाइफाईले बाइ बाइ है ल बत्ती सब बन्द अझै चाहिँ अझ बत्ती छ बन्द भइरहेको छ हान्छ ल ओके